हेलो गाइस, यतातिर धान बर्बाद भइसक्यो। यो बेमौसमी पानीले यस्तो छ धानको गति। यस्तो राम्रो धान यो पनि ढल्न लागिसकेको छ। यता चाहिँ पुरै सुतिसक्यो, बर्बाद। खोलाको भनेर खबर सुनेर यता खोलातिर लाग्यो। फेरि खोलाले विध्वंस गर्ने हो कि भन्ने पुरै धान लडाएर चौपट गाइस, बर्बाद। खेतीमा भनेको यस्तै हुन्छ। यताको धान चाहिँ अलिकति ठिकै छ है गाइस। यताको धान चाहिँ अलिकति लडेको छैन। अलिकति हावा आयो भने चाहिँ यो पनि लड्ने सम्भावना हुन्छ, तर भर्सके नलडोस् यही चाहिँ कामना। यो कि खुट्टी ढलिसकेको छ, यो खुट्टी पनि ढलिसकेको छ। अब यो धान भित्राउने टाइममा यो गति छ है भनेपछि किसानको कतैबाट पनि छैन। बर्खाको बेलामा पानी नपर्दिने, मोटरले पानी खेती गर्ने, अब यो टाइममा नपर्ने बेलामा चाहिँ पानी पर्दिने है। बिस्तारै बिस्तारै ढलिरहेछ है, बिस्तारै ढलिरहेछ। अब के गर्ने, यस्तै छ। म चाहिँ अहिले त्यही भएर धानबारीतिर अब के गर्ने, घरमा बसेर पनि के गर्ने। पानी बिहानदेखि रातभरि परेको परेछ। अब यो फेरि ठुलो बाना आयो भने कतै भाग्नुपर्छ के पर्छ भनेर यहाँ पहिले म जानकारी दिनको लागि चाहिँ फिल्डमा आइसकेको छु। अहिलेसम्म त यहाँ खोलाको पानी त देखेको छैन। मलाई जानकारी आएसम्म उता माथिबाट चाहिँ गल्लङ पानी आउँदैछ अरे भन्ने म यहाँ फिल्डमा आएको छु। तर पानी यहाँ आएको अवस्था छैन, भर्सकै नआओस् पानी। यहाँ पानी आयो भने यस्तो धानहरू हेर त, बाला, यस्तो बाला धानहरू के गति होला र गाइस। हेरौँ त, यस्तो फलेको धानहरू अहिले खोलाको पानी आयो भने त अब घर छोडेर रुवावासी गर्ने बाहेक अरू कुनै विकल्प हुँदैन। त्यही भएर अब हाम्रो प्रार्थना अब भगवान्सँग भनेको त्यही पानी नआओस्, मधेसमै परोस्, पहाडतिर नपरोस्। पहाडतिर पानी पऱ्यो भने चाहिँ गाह्रो हुन्छ, एकदमै गाह्रो हुन्छ। खोला सट्टै आउँछ, खोला ओर्लिन्छ। यही हो, यो चाहिँ खोलाको पानी हो। यो चाहिँ आकाशकै पानी हो, यो चाहिँ खोलाको पानी होइन। म चाहिँ अझै माथिसम्म जाँदैछु है। यो अलिअलि लड्ला जस्तो बाङ्गो चाहिँ भइसकेको छ धानहरू कि। यो अलिअलि लुइचिन थालेको छ क्या। यो भारीले गर्दा पानी पर्दैछ नि त। पानी परेपछि बालामा लाग्छ पानी होइन, बालामा लागेपछि पानी यसरी लुइचिँदो रहेछ क्या। धान लुइचिन्छ अनि सुत्छ। सुत्यो भने त्यो धान काम लाग्दैन, पतान हुन्छ है गाई। सुत्यो भने त्यो धानको काम छैन, पतार हुन्छ। अनि वर्षभरिको मेहनत बेकार हुन्छ। भने हिलो पानीमा त्यत्रो बर्खाभरि लडीबडी गरेको, हिउँ काटेको सब बेकार। अलिअलि चाहिँ ढल्न चाहिँ लगाइसकेको छ, अलिअलि काहीँ। यो चाहिँ हल्का। म चाहिँ खोलाको धारसम्म चाहिँ पानी आएको छ कि छैन भनेर पानी आएको छैन। यो चाहिँ अलिकति खाल हो, खालमा पनि पानी आएको अवस्था छैन। नआओस् पानी, यसो कामना भर्खर उठेको जानकारी पाइयो उता अगाडिबाट भन्ने यहाँ आइयो, तर पानी नउठेको। गाइस, म चाहिँ जेसुकै होस्, म चाहिँ खोला अब पुगेँ। अब यहाँदेखि अब थाहा भएन कि यो खोलाको पानी उठेन। म चाहिँ अब खोला गएँ है। अरू भिडियोहरू हेर्दै गर्नुहोस्। म चाहिँ अब खोला पुग्ने भएँ, किनभने
यहाँदेखि देखिँदैन भत्तै आयो भने चाहिँ अर्को घरको सामानहरू पनि त हेर्नु पऱ्यो अब त्यो भिजाउँछ हेर्नु यो चाहिँ बासमती धानै गाई चाहिँ यो चाहिँ बासमती धान हो बासमती धान पनि लडाएछ त्यसरी लडेपछि धान के हुन्छ होइन मलाई जुक्का लागिसक्यो एउटा काकी जुक्का तपाईँ देख्नु सक्नुहुन्छ जुक्का लागिसक्यो जुक्का मैले फाल्दै जुक्का टाँसिँदो रहेछ यी गाइस जुक्काहरू यसरी टाँसिन्छ कि यसरी टाँसिन्छ जुक्काहरू आलीमा पुरा लुचेर नै गाह्रो हट हट यस्तो पानी पर्ने बेलामा जुक्का चाहिँ दरो टाँसिन्छ क्या लडी कस्तो चिप्लो रहेछ हौ आली त फट झन्नै लडी झन्नै मोबाइल चाहिँ झरेन अलिकतिले पुरा आली चिप्लो भइसकेको छ हट यस्तो पानी परेको बेलामा यो आकाशको खोलाको पानी त होइन यो आकाशकै पानी हो यही पहिला बढ्छ क्या यो खाल हो कि गाइस यही खालबाट पहिला आउँछ हेर त यस्तो पाकेको धान छ अब अहिले पानी आयो भने यो एउटै धान रहँदैन यो पुरै धान सखा हुन्छ अब अलिकति मात्रै उठिदियो भने पानी नि यहाँ नि लाखौँको क्षति हुने छ त त्यही भएर नआओस् पानी आयो भने ध्वंस हुन्छ म चाहिँ बान आइपुग्यो अब चाहिँ बान देखेँ म देखाउँछु म बानमा सिधै अब चढ्दैछु यहाँदेखि देखियो नि गाई जब होइन भनेपछि पानी खोलामा छैन ल गाइज म यहाँदेखि देखाउँदैछु खोलाको जुम गरेर है खोलामा देख्नु भने पानी छैन अहिले क्या खोलामा धन्नले पानी छैन आकाशतिर चाहिँ पहाडतिर परेको रहेन रहेछ क्या तपाईँ देख्नुभयो नि यो खोला हो क्या माथि जो देखिन्छ नि सेतो सेतो त्यो अगाडि चाहिँ त्यहाँदेखि बान बानेको छैन कि त्यहीँबाट आउने चाहिँ सम्भावना हुन्छ गाउँमा त्यहाँ के भएर म त्यहीँ हेर्न आएको अब जानु पर्दैन त्यहाँ हेर्नु किनभने पानी खोला चाहिँ बढेको रहेन रहेछ पहिलाको जस्तो स्थिति थियो त्यस्तै छ र त्यस्तै रहिरहोस् यही नै कामना छ पानी उठ्यो भने चाहिँ बर्बाद हुन्छ म यहाँदेखि अझै जुम गरेर देखाउँछु
अब यहाँदेखि जुन चाहिँ हुँदैन त्यो नै हो। खोला चाहिँ अलिकति देखिन्छ, यताको साइडहरू खोलाहरू तपाईँ देखिरहनु भएको छ होइन, त्यो पानी बढेको छैन। पानी बढ्यो भने चाहिँ धेरै गाह्रो हुन्छ, खोला नबढोस् यही नै छ कामना। हल्का हल्ला उठ्दैछ कि भन्ने। यो चाहिँ खाल हो, यो चाहिँ खाल हो। धमिलो पानी त आएको छैन। पानी पनि ठुलो आयो आकाशबाट पनि। धुलो धुलो छ, धान खेती हो। खोलाको स्थिति यस्तै छ गाइज। ल त्यो ताजा अपडेट अहिलेको यही हो, किनभने यो धेरै नराम्रो त कुरो हो कि यो खोला आयो भने चाहिँ धेरैको या नाश हुने भएकोले गर्दा चाहिँ मलाई चाहिँ अलिकति फड्कैलो लागिरहेको थियो क्या। नराम्रो घरमा बस्यो भने फेरि खोला आउँदैछ कि भन्ने डरले म चाहिँ यतै आएको जानकारी दिनलाई पनि। उतातिर त्यो मकै उमारिसकेको छ गाइजु, उता त्यो हरियोहरू देखिन्छ नि, त्यो हरियो त त्यो मकै उमारिसकेको भइहाल्छ नि। त्यहाँ गरेको रहेछ खेती मकै चाहिँ उमारेको छ क्या। हल्का खोलाको अवस्था चाहिँ देखिन्छ। यो सेतो सेतो पानी किन हो, म उही गएर देखाउँछु है। ल गाइज, यताको मकै हरियो देखेको मकै हो, धेरै लगाइसकेको छ। तर खोलाको छेउसम्म यहाँ लगाइसकेको छ कि, तर यो अहिलेसम्म चाहिँ खोला चाहिँ बढेको त्यति छैन। त्यो धार चाहिँ पानी गइरहेको छ, पानी उठेको अवस्था छैन। बाँकी खोलाबाट चाहिँ पानी उठ्यो भनेर यता चाहिँ सनामुती बजार है भाइ, यता सनामुती बजार पानी उठेको छैन। यो बाँध हो है, यता चाहिँ पानी उठेको छैन। अब यहाँदेखि म उता चाहिँ जान्न, पानी पनि उठेको छैन। यस्तै छ खोला। यो बान हो, यो बानको यताबाट चाहिँ आउने सम्भावना छ कि पानी। त्यही यो हामीहरूलाई चलाउनु चाहिँ डर भनेको यताको पानीले क्या, यताको पानी सबै उठ्छ भनेर। र त्यो पानी चाहिँ आएको छैन अहिले। नहोस् मेरो चाहिँ धारणा त्यही हो। एकजनाले चाहिँ उठ्यो भनेर पानी भन्दै थियो, तर पानी उठिसकेको छैन। यो तपाईँले अहिलेको ताजा अपडेट चाहिँ यो अहिले चाहिँ यो अरुण राज थापाले भ्लगबाट हेर्न सक्नुहुन्छ र फेसबुक पेजबाट पनि अरुण राजवंशीबाट चाहिँ हेर्न सक्नुहुन्छ है। चाहिँ अहिले ताजा अहिलेको अपडेट यो अहिले अपलोड हुनेछ त्यो खोलाको विषयमा। खोलाको म चाहिँ यो अन्तिम ठाउँसम्म आइसकेँ, जहाँ चाहिँ बाँध बाँधेको छैन नि, म त्यहाँसम्म आइपुगेको छु। तर पानी चाहिँ खोलाबाट चाहिँ उठेको छैन। अहिले नउठोस् पनि यही कामना छ। यहाँदेखि आएर यहाँसम्म चाहिँ बाँध छोडेको रहेछ कि यति, त्यही भएर चाहिँ यो हाम्रो चन्द्रबस्ती डुबान हुनुको कारण यहीँसम्म छ क्या। हो यहीँसम्म छ बाँध, तर यहाँबाट चाहिँ पानी उठेको अवस्था अहिले छैन। तर यता चाहिँ जम्मै मकै लगाइसकेको छ जाति। यो चाहिँ आकाशको पानीले चाहिँ भरिएको हो खेतमा। यो अहिले दह्रो पानी परिरहेछ, तपाईँहरू देख्न सक्नुहुन्छ। यता चाहिँ सलामती हो, बाँध चाहिँ यहीँसम्म लगाइन्छ।
यताबाट ल्याएर बाइन्छ यहाँसम्म पुऱ्याएको छ है। खोला चाहिँ यहाँ चाहिँ हुन्छ खोला यही खोला। यही बाँध नबाँधेको कारणले गर्दाखेरि यहीँबाट सलल जमिन पानी चन्द्रवती छेरेर डुबान भएको कारण चाहिँ यही हो। सबभन्दा मेन विषयवस्तु भनेको यही। अब यसपालि हेरौँ जनप्रतिनिधिहरू के गर्दो रहेछ हेरौँ। यो जनप्रतिनिधिहरूले अब गर्छ कि भन्ने आशा छ। अब हेर्दै जाउँ के गर्दो रहेछ होइन। अब हामीले घचघचाएकै हो समय गरेकै हो। अब अहिलेसम्म त अब खोला बढेको छैन। अब पानी त बढी परिरहेछ। ल अब चाहिँ म भिडियो चाहिँ यहीँ समाप्त गर्छु। हस् त गाई धन्यवाद। ल म चाहिँ भिडियो अब यहीँ समाप्त गर्छु।